यदि तपाईहरु टेक्सस भर्खर मात्र मुभ हुनुभएको छ अथवा मुभ हुने सोच बनाइरहनु भएको छ भने यी 5 बेसिक कुराहरु तपाईहरुका लागि उपयुक्त हुन सक्छन्। नम्बर 1, लोकल नेपाली कम्युनिटी ग्रुप्समा जोडिनुहोस्। नेप्लिज इन डालस र DFW नेपाली कम्युनिटी जस्ता ग्रुप्समा एक्टिभ भई जानकारी, सहयोग र साथीहरु बनाउन सकिन्छ। नम्बर 2, नेपाली रेस्टुरेन्ट्स र ग्रोसरी स्टोर्स एक्सप्लोर गर्नुहोस्। बारा, मन्त्र, हिमालयन अरोमा जस्ता रेस्टुरेन्टहरु र एभरेस्ट मार्ट, नमस्ते ग्रोसरी, हिमालयन मार्ट जस्ता नेपाली ओन्ड स्टोर्सले घर जस्तो स्वाद दिन्छन्। नम्बर 3, नेपाली कल्चरल इभेन्ट्स र कन्सर्ट्समा सहभागी हुनुहोस्। मोमो एन्टरटेनमेन्ट, टेक्सस नेपाली कल्चरल सोसाइटी जस्ता संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूले तपाईलाई कम्युनिटीसँग जोडिराख्छ। नम्बर 4, टेक्सस ड्राइभर लाइसेन्स र अन्य डकुमेन्ट्स छिटो भन्दा छिटो अपडेट गर्नुहोस्। आईडी कार्ड, सोशल सिक्युरिटी नम्बर, इमिग्रेसन डकुमेन्ट्स, स्कुल रेकर्ड्स, ब्याङ्क अकाउन्ट र भोटर रजिस्ट्रेसन सबै समयमै मिलाउनुहोस्। नम्बर 5, हाउसिङ, ट्याक्स, इन्स्योरेन्स र ट्राफिक सिस्टम राम्रोसँग बुझ्नुहोस्। टेक्ससको प्रपर्टी ट्याक्स, रेन्टर्स इन्स्योरेन्स, हेल्थ इन्स्योरेन्स, कार इन्स्योरेन्स र ड्राइभिङ रुल्सको बारेमा पहिले नै जानकारी लिएर आउनुभयो भने एकदमै सजिलो हुनेछ। सो टेक्ससलाई नयाँ घर बनाउने सोच बनाइरहनु भएको छ भने यस्तै उपयोगी मूलक जानकारीको लागि मलाई फलो गर्नुहोस्। थ्यांक यू सो मच।